हेलो गाइस, आज हाम्रो धरानको 3 कुनेदेखि अलिकति पश्चिम लाइनमा हाम्रो एउटा पिकनिकको प्रोग्राम भइरहेको थियो लाङ्गाली रिसोर्टमा। ल हेर्नुस् है, यो मेरो क्युटी छोरी बसा क्युटी छोरी बसा गाईसँग बसा गाईसँग बस न। ओके, गाईसँग बस, माथि बस। मेरो कान्छी छोरी, मेरो सेजल। ल यता हेर त, यता छोरी हेर, ल छेर हेर है। यो गाईसँग मेरो छोरी बसी। अर्को एउटा जरा छ, उता एलिफेन्ट छ है। यता सम्पूर्ण उहाँ पर बुद्धको उयो मूर्ति छ। सम्पूर्ण यता उहाँहरू सबै पिकनिक मनाउनलाई आउनुभएको छ होइन। ल हेर्नुहोस्, यो हाम्रो लाङ्गाली रिसोर्ट है। यो हाम्रो लाङ्गाली रिसोर्टमा हजुरहरू पनि आउन सक्नुहुन्छ, तर यहाँ चाहिँ बुक गर्नुपर्ने हुन्छ है। पिकनिक खान लागि आफ्नो आफ्नो एउटा रिसोर्ट बुक गर्नुपर्ने हुन्छ। यहाँ बाघ पनि छ भन्दैछ मेरो छोरीले, बाघ पनि छ अरे है। मलाई चाहिँ थाहा भएन, त्यसो भएकोले गर्दाखेरि ल सम्पूर्ण दर्शक अर्थात् के भन्ने मेरो प्रिय मित्र साथीभाइहरू, फेसबुक लगायत टिकटक, युट्युब, इन्स्टाग्राम सम्पूर्ण मित्रहरूलाई मैले विनम्र अनुरोध गरेँ, म यो भिडियो सबैमा हाल्नेछु है। यहाँ चाहिँ मेरो छोरीले भनेअनुसार टाइगर रहेछ यहाँ है, अर्को टाइगर रहेछ। अब चिडियाघर पनि छ अरे, त्यो चाहिँ कता छ होइन। म अर्को भिडियो बनाउने छु। ओके ल, गुड बाई।